कुन घर हो दाइ? कुन घर? यो घर हो? ए उहाँ बिमारी हुनुहुन्छ? ल नमस्कार सबैलाई, सम्पूर्णमा नमस्कार है भाइ। ल तपाईँ घर हो? ए ल हामी चाहिँ विशेष गरी अब यहाँ युवा साथीहरूलाई भेला गरेर हिजो युवा साथीहरूले भन्नुभएको थियो हामीलाई, जानकारी गराउनु भयो। बिमारी चाहिँ के अरे? प्रेसर बढेर। अनि डक्टर चेकअप फलोअप कहाँ गर्नुभयो? भद्रपुर। के भन्नुभयो डक्टरले? ब्रेनको अपरेसन गर्नुपर्छ टाउकोको। अनि खर्चहरू के कस्तो भन्नु? खर्च त 1.5 देखि 2 लाख 3 लाखसम्म लाग्न सक्छ। अझ त्यहाँबाट माथि पनि लाग्छ भन्ने कुराहरू गर्नुभयो। बिमाहरू छ तपाईँको? मेरो चाहिँ यसको छैन। यसको केही नै छैन यसो। त्यही त हिजो यहाँकै स्थानीयवासीहरूले हामीलाई त्यो जानकारी गराउनु भएको थियो कि यस्तो यस्तो परिवार हुनुहुन्छ भनेर भन्नुभयो। त्यसैको लागि हामीले यो मिडियाको थ्रुबाट पनि केही रकम सहयोग हामी अब अलिकति रकम हुने मन हुने साथीहरूले सहयोग गर्नुभयो भने पक्कै पनि तपाईँलाई अलिकति सुविधा हुन्छ। तपाईँको श्रीमती हुनुहुन्छ? ए उहाँको नाम चाहिँ? तपाईँको? सफिक। दाइ पनि बिमारी है? ए अनि भनेपछि तपाईँहरूलाई यहाँ स्थानीय तहबाट सरसहयोग भएको छैन? कसले? हजुर। हजुर। ए अनि तपाईँलाई वडाको तहबाट? हिजो फोन गरेको नवीन दाइलाई। नवीन दाइले यहाँबाट मैले गर्न सक्ने केही प्रोसेसहरू छैन भनेर काजी दाइले बोल्नु भएको थियो। म चाहिँ उसँग लटपटै थिएँ बेलुका। भनेपछि तपाईँलाई वडा तहबाट पनि त्यस्तो सरसहयोग मिलेन? यसो आउनु न एकछिन हेरेर पनि जानु भन्दा पनि आउनु भएन अध्यक्षजी चाहिँ हाम्रो। अब हामी आउन चाहिँ विशेष गरी त्यो कुनै दल अथवा कुनै पार्टी अथवा कुनै त्यो तहबाट आएका होइनौँ हैन। हामी विशेष गरी आएको चाहिँ एउटा युवाहरूले नै यो अबको जुन यो बिमारीहरू अहिले यो सरकार एकदमै हैन, सरकारको यो अवस्था हुँदाखेरि युवाहरूले यो अवस्थालाई हेरेर जसलाई परेको छ जो असहाय छ त्यसलाई नै चाहिँ सहयोगको भावनाले अगाडि बढौँ भन्ने हाम्रो धारणाका साथ हामी आएका छौँ। र विशेष गरी हाम्रो एकजना राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट तपाईलाई सहयोग आएको छ हैन। झापा गाउँपालिकाको राष्ट्रिय स्वतन्त्र पार्टी ले तपाईलाई उहाँहरूको टिमले वडा नम्बर 6 को म सभापतिको हैसियतले मैले उहाँहरूलाई झापा गाउँपालिकाको सभापतिज्यूलाई कुरा राखिसकेपछि उहाँले हुन्छ भाइ जसरी हुन्छ तिमीहरूले टिम बनाएर हामीले गर्ने चाहिँ कामहरू यिनै हुन् भनेर केही रकमहरू उहाँले चाहिँ सङ्कलन गरेर हामी सबै मिलेर अलिकति रकम सङ्कलन गरेका छौँ र फेरि हामी यो अभियानमा लाग्नेछौँ हैन। यो अभियानमा लाग्नेछौँ र सकेसम्म तपाईले आफ्नो एउटा एकाउन्ट बनाएर हैन, त्यो एकाउन्ट यो मिडिया मार्फत हामी हाल्नेछौँ हैन। त्यो एकाउन्टमा डाइरेक्ट तपाईको एकाउन्टमा पैसा आउनेछ है। सहयोग गर्न चाहनुहुनेहरूले तपाईलाई सहयोग गर्नुभयो भने डाइरेक्ट तपाईको एकाउन्टमा आउनेछ। एकाउन्टहरू बनाउनु भएको छ कि छैन? कसैको एकाउन्ट छैन? तपाईको साथी भाइ यताउता हो त्यस्तो एकाउन्टहरू छ भने त्यो एकाउन्ट नम्बर दिएर हामीलाई दिनु होला। हामी यसमा पनि हाल्नेछौँ र विभिन्न देश विदेशमा हामी यो कुरा साथीभाइलाई पनि अपिल गर्नेछौँ र सकेसम्म अब हामी स्थानीय तहका सरकारहरूलाई पनि हामी आह्वान गर्नेछौँ र तपाईलाई अहिले हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको सहयोग केही रकम छ, त्यो रकम तपाईलाई म हस्तान्तरण गर्न चाहे। ल बचाइदिनु होला तपाईहरुले, गरिब छु यस्तो चाहिँ कसरी हुन्छ मेरो श्रीमती बचाइदिनु पर्यो। बच्चाहरु यस्ता हजुर यस्ता साना बच्चाहरु छन् यस्तो मुडा जस्तो। ल लिनुस् यो रकम
है 3050 रुपियाँ राष्ट्र स्वतन्त्रको टिमले तपाईलाई चाहिँ सहयोग गरेको छ है। आउँदो यो सुरुवाती हो है, सानो रकम छ, सुरुवाती छ यो अभियान। अब हामी व्यापक तरिकाले लाग्नेछौँ हैन। झापा गाउँपालिका 7वटा वडाबाट हामी आह्वान गर्नेछौँ, सबै टिमले आह्वान गर्नेछ। अनि त्यो रकम जति सक्दो हामी उठाएर तपाईँ सामु आउनेछौँ र त्यतिन्जेलको लागिसम्म तपाईले आफ्नो परिवारलाई, आफ्नो सन्तानलाई, आफ्नो छोराछोरीलाई अलिकति राम्रो तरिकाले राख्नु होला। केही परे कल गर्नु होला है। हामी तपाईलाई हाम्रो नम्बर पनि दिनेछौँ। त्यस्तो इमर्जेन्सी केही पर्यो, हस्पिटल कुदाइहाल्नु पर्यो भने यातायातको सुविधा मेरो व्यक्तिगत तर्फबाट तपाईलाई यातायातको सुविधा दिनेछु र तपाईलाई हस्पिटल कुदाइहाल्नु पर्यो अथवा लगिहाल्नु पर्यो भने है यहाँ हुनुहुन्छ तपाईँ, म गाडीको व्यवस्था गरिदिनेछु मेरो व्यक्तिगत तर्फबाट। र आउँदो बिमारीको उपचारको लागि हामीले यो मिडिया मार्फत सम्पूर्ण देशप्रेमी विदेशबाट हेरिराख्नु भएको छ अथवा देशमै हुनुहुन्छ भने प्लिज हामीले गर्ने सहयोग यही नै हो। हामीले गर्नुपर्ने काम यही नै हो, परेकोलाई नै गर्नुपर्ने हो। तपाईँ हामीले सक्दो सहयोग गरिदिनु होला भन्दै हामी उहाँसँग अब बिदा हुन चाहन्छु। हस्, धन्यवाद।